हेलो अभि सर। हेलो तपाईँको बुवाले चाहिँ तपाईँको नाममा 20 वर्ष इन्सुरेन्स गर्नुभएको रहेछ। त्यसबाट चाहिँ तपाईँहरूले 50 लाख रुपियाँ पाउँछ। त्यो म्याथ पनि सकिसक्यो, तर त्यसको लागि चाहिँ तपाईँहरूले लास्टको किस्ताहरू नतिर्नु भएको रहेछ। लगभग 5 लाख रुपियाँ चाहिँ तिर्नु भएको छैन रहेछ। तपाईँले त्यो 5 लाख रुपियाँ चाहिँ बुवाको खातामा तुरुन्त डिपोजिट गर्नु पर्यो, अनि त्यसपछि मात्र तपाईँहरूको त्यो इन्सुरेन्सको पैसा चाहिँ क्लेम गर्न मिल्छ। ए हो र? ए हुन्छ नि त, म 5 लाख रुपियाँ तुरन्तै पठाइदिइहाल्छु नि त अहिले। हुन्छ आमालाई फोन गरेर सोध्नुहोस्, अनि त्यसपछि 5 लाख चाहिँ तुरुन्तै हालिहाल्नुहोस्, किन भन्दाखेरि यहाँ प्रोसेस स्टार्ट गरिहाल्नु पऱ्यो, फेरि ढिला हुन्छ। हस् म आमालाई फोन गर्छु, म तुरन्तै पैसा पठाइदिन्छु। त्यसको इन्सुरेन्स त गरेकै छैन त बाबु। इन्सुरेन्सको कुरा भएन आमा, अहिले तपाईँ चुप लगाएर बस्नु। छोराले फोन गर्छ यहाँ उठाएर 5 लाख रुपियाँ चाहिँ हो पठाउनु पर्छ मात्र भनिदिनुहोस् त। उठाउनु। हेलो छोरा हो, 5 लाख रुपियाँ पठाइदेऊ न। आमा अब तपाईँलाई मैले कसरी भन्ने, तपाईँको छोराले तपाईँको मोबाइल नै ब्लक गरेर राखेको रहेछ। सायद तपाईँले धेरै पैसा माग्छ, यो गर्छ त्यो गर्छ भनेर होला, त्यो मलाई थाहा भएन के हो भनेर। तर अहिले पैसा आउँछ भनिसकेपछि तपाईँको छोराले तुरुन्त तपाईँलाई पैसा पठाइदिइहाल्यो। हेर्नुहोस् तपाईँको खातामा पैसा पनि आयो होला त्यहाँ। आयो पैसा आयो। हेर्नुहोस् आमा, अहिले तपाईँको ठुलो छोराले पैसा आउँछ भनिसकेपछि चाहिँ उसले तुरुन्त पैसा पठायो, तपाईँलाई ब्लक गरेर राखिदिएको रहेछ। सायद तपाईँले पैसाको लागि के चिज गरिरहन्छ भनेर होला। सानो छोरालाई पनि मैले बाटोमा भेटेको थिएँ। सानो छोरालाई लोनको कुरा गर्ने बित्तिकै उसले के भन्यो भन्दाखेरि मेरो लागि लिएको ऋण होइन, दाइको लागि लिएको ऋण हो, मलाई यो सम्बन्धी केही पनि मतलब छैन भनेर ऊ तर्केर गयो है। मेरो लागि त सबै आमा मेरो आफ्नै आमा सम्मान। त्यसैले गर्दाखेरि मलाई पनि तपाईँको यो व्यथा देखेर एकदम दुःख लाग्यो, तर उनीहरूले बुझ्न नसके हो कि के गर्न नसके हो थाहा भएन। तर यतिसम्मको निर्दयी चाहिँ हुनुहुन्थेन आमा। हेलो आमा, मैले त्यहाँ पैसा पठाइदिएको थिएँ, आयो हेर्नु त एकचोटि।